हेलो गाइज बुलेट राइड ककनी ब्लग विथ देवकीसँगै तिनकुने चोकबाट ब्लगको सुरुवात हुन्छ। तिनकुनेबाट मैले उसलाई पिकअप गरेपछि चाहिँ रिङ रोडको बाटो लिँदै हामी अगाडि बढ्यौँ। तिनकुनेबाट सिधै हामी त्रिभुवन एयरपोर्टतिर पुग्यौँ। त्रिभुवन एयरपोर्टको अगाडि जस्ट गेटको अगाडि चाहिँ ट्राफिक अवेरनेसको सानो प्रोग्राम लागेको थियो। तपाईँहरू हेर्न सक्नुहुन्छ। केही मान्छेलाई रोकाएर कस्तो ठाउँमा हर्न बजाउने, हेलमेट कम्पलसरी लगाउने, ब्लू बुक कम्पलसरी बोक्ने भनेर इन्फर्मेसनहरू दिइरहेका थिए। देवकीले भिडियो कन्टिन्यू गर्दै हामी अगाडि बढ्यौँ रिङ रोड हुँदै र हेर्न सक्नुहुन्छ तपाईँहरूले त्रिभुवन एयरपोर्ट। योभन्दा पनि अगाडि हामीले पशुपति हुँदै गौशाला हुँदै चाबहिल पुग्यौँ। चाबहिल पुग्नुभन्दा चोकभन्दा अगाडि तपाईँ हेर्न सक्नुहुन्छ गुम्बा। भिडियो बनाउन चाहिँ मेरो स्कुल फ्रेन्ड देवकीले चाहिँ एकदम हेल्प गरेको। गङ्गपुबाट चाहिँ अब हामी रिङ रोड छोडेर मेन बाटोमा जान थाल्यौँ। अब हामी रिङ रोडभन्दा बाहिर छौँ र मेन बाटो चाहिँ अब हाम्रो ब्लग सुरु हुन्छ। आउट अफ रिङ रोड चाहिँ अब ककनीतिर हामी जान थाल्यौँ। तर ककनी जानुभन्दा अगाडि चाहिँ हामीले तारकेश्वर एरिया पुरै कटाउनु पर्ने थियो। तर गाइस है एकदमै ट्विस्ट हुनेवाला छ। बाटो उसलाई पनि थाहा थिएन, मलाई पनि थाहा थिएन, कहाँ जाने भन्ने कुरा पनि हामीलाई थाहा थिएन है। उसको साथीहरूको टिकटक उसले चाहिँ ककनी गएको भिडियो हेरेको रहेछ एकदमै हरियाली चौतारीमा। त्यही भएर हाम्रो आधी बाटोबाट चाहिँ ककनी जाने प्लान फिक्स भयो र हामी गयौँ। तर चाहिँ गाइस है हामीले पुरै तारकेश्वर घुम्दा घुम्दा थाकिसक्यौँ तर बाटो चाहिँ मिलेन। पछि गएर हामीले बाटो सोध्नु पर्यो। न उसलाई थाहा थियो न मलाई थाहा थियो। त्यही माथि हामी बाटो पनि रफ र फ्युल पनि लो हुँदै थियो र त्यहाँ कुनै पेट्रोल पम्प थिएन। फाइनली हामी इन्ट्री गऱ्यौँ ककनी द नुवाकोट गेट। करिब 2 बजेको आसपासमा हामीले गेट इन्ट्री गरिसकेपछि मजाले फेरि राइड गऱ्यौँ। तर बाटो चाहिँ त्यस्तो स्मुथली सबै पिच गरेको बाटो चाहिँ थिएन। अलिकति पिच थियो भने अलिकति ग्राभेल धुवा उड्ने बाटो थियो र अलिकति सानो मार्केट आउने बाटो थियो। तैपनि हामीले जर्नीलाई चाहिँ एकदमै इन्जोय गऱ्यौँ। उसँग कहिलेकाहीँ मात्रै कुराकानी हुनाले, अब स्किलको फ्रेन्ड हुनाले आफ्टर लङ टाइम पछि भेटघाट भएको थियो भने जर्नीमै मजाले कुराकानी पनि गऱ्यौँ र यो सिनेरियो, यो भ्युज, यो राइडको पनि आनन्द लियो मजाले। दुईटा एकदम फ्रेन्डको साथी पनि भयौँ। हामी अलमोस्ट 20 बाटोमा पुगेपछि चाहिँ एउटा ठाउँमा हामीले रोक्यौँ। कहाँ भने यो ककनी रोक्दै गर्दाखेरि सम्झनाका फलहरूको लागि 2-4वटा फोटो पनि लियौँ हामीले र त्यसपछि लगत्तै हामी पुग्यौँ ककनी। भर्खरै पुगेको छ है नुवाकोट ककनी। 2 शब्द जाओस् न हामी कहाँ छौँ? ककनी कुन ठाउँ? यो पछाडि बोर्डमा छ। बोर्डमा छ, पढ्दा हुन्छ। हामी आएका छौँ ककनी 4 दोमान नुवाकोट। मेन चोक यो रहेको छ है। एकछिनमा चाहिँ हामी यो ठाउँ झरना चाहिँ घुम्न जानेवाला छौँ। लाउके झरना जाने बाटो यही ठाउँमा भ्यू टावर अनि ककनीको स्पेसल ठाउँ चाहिँ यतै छ। एकैछिनमा हामी त्यहाँ जानेवाला छौँ है। एक डल्ला हाल्नुभयो है ठ्याक्कै खुर्सानी खाइन्छ होला। ककनीको पिरो कतिको हुँदो रहेछ आमालाई युट्युबमा निकालिदिन्छु नि म आमालाई फेरि। 15 देखि 20 मिनट हामी त्यो चोकमा वेट गरेपछि चाहिँ चटपटे ब्रेक हाम्रो सकिएपछि चाहिँ हल्का फ्रेस भएपछि चाहिँ लाग्यौँ हामी अलिकति उकालोतिर। मेन ककनी अहिले पनि हामी पुगेका थिएनौँ। त्यहाँबाट चाहिँ अलमोस्ट 15 देखि 20 मिनटको राइडमा अलिकति माथि रहेछ। त्यहाँ लाउके झरना पनि रहेछ, एउटा गुम्बा पनि रहेछ अनि भिलेज एउटा गाउँ पनि रहेछ राम्रो। तर हाम्रो मेन टार्गेट भनेको चाहिँ त्यो चौर थियो। चौरमा अलि पनि हामी पुगिसकेका थिएनौँ। अलिकति 15 देखि 20 मिनटको राइड थियो भने अलिकति यो जङ्गलको बाटो, अलिकति हाइट डाँडाको बाटो थियो र त्यो बिचमा चाहिँ एउटा आर्मी क्याम्प थियो। आर्मी क्याम्पमा चाहिँ हामीलाई भिडियो गर्न दिएन र हाम्रो मोबाइलको ब्याट्री पनि सकिँदै थियो। आर्मी क्याम्पको गेट है यहाँबाट चाहिँ हामी फाइनली रिच भयौँ ककनीको बस पार्कमा। धेरै जस्तो मान्छे भिजिट गर्ने रहेछन् त्यहाँ। कस्तो भइरहेछ त एकदम चलेको चौरतिर जाँदाखेरि ककनीमा। 2 शब्द आउन् त्यहाँबाट पनि। हिउँदोमा आएर अलिकति लेट्स सी हेरौँ के कस्तो रहेछ। मोबाइलको चार्ज पनि अब सकिन्छ होला। हाम्रो ब्लग यो
आधीमै सकिन्छ कि जस्तो लागिरहेछ मलाई। कम ब्याक भयो भिडियो ल्याएर। लो क्वालिटी आयो नभन्नु होला गाइज है। के गर्ने त अब राम्रोवाला मोबाइलको चार्ज सकिएपछि यो वालामा आउनु पऱ्यो। तपाईँले हेर्न सक्नुहुन्छ यहाँ स्तम्भहरू टाइपको बनाएको छ। ककनी मेन बस पार्कबाट चाहिँ अलिकति दूरीमा रहेको एउटा चौर छ, भाइरल चौर। त्यो एकैछिनमा पुग्नेवाला छौँ। मेरो भ्लग यहाँबाट चालु है। फेरि क्वालिटी लो भए पनि केही छैन, भ्लग चाहिँ रोक्नु भएन। यहाँनिर चाहिँ एउटा शालिग रहेछ नेपालको झन्डा बोकेको। यसको पनि एउटा सानो भिडियो क्लिप लिइहालौँ। यस नेपाल पर्वतारोहण सङ्घ अन्तर्गत नुवाकोट जिल्ला ठेरेर भनेर छ। तपाईँ भिडियोलाई पज गरेर हेर्न सक्नुहुन्छ। बिस्तारै बिस्तारै नुवाकोटको भिर भत्केला नि फेरि। भ्लगमै खास बेजती हुने भने दोस्तको। माहौल चाहिँ एकदम रमाइलो छ, तपाईँले हेर्न सक्नुहुनेछ। पिकनिक बनाउने थुप्रै आएका छन्, तपाईँले हेर्न सक्नुहुन्छ। नुवाकोटको एकदम चलेको भाइरल चौर। घर त पुगिहाल्छौँ होला नि। फोटो भिडियोहरू राम्रै आउँछ। हामी कहाँ छौँ साथी? भाइरल चौर। आलु फार्म यसको नाम? ए यो सबै पछि चाहिँ चौर भएको है? पछि चाहिँ चौर भएको। कहाँ छ ऊ अगाडिको बस्ने ठाउँ? यो भाइरल डाँडा के भन्छन्, आलु फार्म पुगेर कस्तो लागिरहेछ? कस्तो लागिरहेछ त? एकदम हो। यही चौर कसैको टिकटकमा देखेर आएको होइन त हेर्नको लागि? के छ त यहाँ हेर्न लायकको? त सबै सुक्खा मात्रै छ त यहाँ त। हरियाली के पनि छैन त यहाँ हेर्न लायकको त। यो हिउँदमा आएर मात्रै हो। मान्छे बर्खामा आएर फोटो भिडियो बनाएर जान्छन्, हिउँदमा आएर यस्तो सुक्खा खडेरी हेरेर जानु परिरहेछ मेरो साथीलाई। यो भाइरल चरहरूमा तपाईँलाई स्वागत छ। मेरो भ्लग युट्युबर राजेन्द्र। लाइक सेयर कमेन्ट गरिदिनु होला, अनि सक्दो सेयर गरिदिनु होला। डु सब्सक्राइब। यति राम्रो नजारा, बस्ने ठाउँ, यो डाँडा पाखा हरियाली। अहिले चाहिँ हरियाली नभए पनि बर्सातमा त एकदमै हरियाली हुन्छ। अहिले चाहिँ सुक्खा मौसम हुनाले, हिउँ हुनाले अहिले चाहिँ पानी छैन। आज पनि मौसम एकदम सफा हुनाले, अलिकति घाम लागेको हुनाले कति राम्रो वातावरण छ, मौसम छ एकदमै। नुवाकोटको ककनीमा यो भाइरल ठाउँमा आएर कस्तो लागिरहेको त? आनन्द भयो होइन? एकदम फुल फ्रेसमेन्ट हो। चौरमा चाहिँ पुगेपछि हामीले केही टाइम स्पेन्ड गऱ्यौँ एकअर्कासँग मजाले, र फिल्ड पनि हेऱ्यौँ, वाच गऱ्यौँ। त्यहाँको ठाउँ पनि एकदम बवाल ठाउँ रहेछ, बस्न लायकको, इन्जोय गर्न लायकको। र त्यहाँ अलिकति फोटोजहरू पनि खिच्यौँ हामीले। एकदमै इन्जोय भयो, तपाईँहरू हेर्न सक्नुहुन्छ। एकदम बवाल ठाउँ छ। पिस अफ माइन्ड भन्ने कुरा चाहिँ यहाँ गएर मिल्छ भनेर थाहा भयो है गाइज। ककनीको यो एकदमै रमणीय ठाउँ, एकदमै आनन्दित, फुल अफ रिफ्रेसमेन्ट। तपाईँहरू पनि आउनु होला। तपाईँले हेर्न सक्नुहुन्छ यो नजारा। पछाडि यहाँ पनि देखाउँ न, यो नजारा, यो पछाडिको भ्युजहरू, अनि यो डाँडा पाखाहरू, अनि कति आनन्द छ यहाँ। न कुनै कोलाहट, न कुनै हल्लाखुल्ला, न धुलो, न काठमाडौँको त्यो एकदमै नोइज। एकदम फ्रेस, र माइन्ड पनि फ्रेस हुने, आत्मा पनि फ्रेस हुने, शरीर पनि फ्रेस हुने, मन पनि एकदम शुद्ध हुने। तपाईँहरू पनि आउनु होला। कहाँको कोसेली हो रे यो? यो कुन ठाउँको कोसेली हो रे यो? ककनीको? ककनीको स्पेसल है यो, ककनीको स्पेसल। फिल्डमा पुगेर अलिकति फोटो भिडियोजहरू हामीले लिइसकेपछि मेमोरिजको हिसाबले, अनि त्यसपछि अलिकति खाजा खाएर त्यहाँ मजाले एकछिन बस्यौँ। पिस अफ माइन्डले एकचोटि सोच्यौँ, आनन्द लियौँ नेचरको। अनि त्यहाँ थुप्रै
मान्छेहरू पनि भ्यालीको मान्छेहरू त्यहाँ आनन्दको लागि इन्जोयको लागि फ्यामिली अनि कपल्सहरू अनि तपाईँको पिकनिक स्पटका केटाकेटीहरू पनि थुप्रै जाने रहेछन् उनीहरूलाई देखेर पनि एकदमै आनन्द लाग्यो एकदम पिसफुल ठाउँ थियो र हामीले जाने बित्तिकै आधी घन्टा जति हामीले स्पेन्ड गऱ्यो होला अनि त्यतिकैमा बेलुका पनि हुन लागेको थियो अलिकति फोटोज भिडियोजहरू लियौँ तर लाइफमा यदि कहिलेकाहीँ टाइम मिल्छ भने यति बोर्डम लाग्छ भन्दाखेरि यो ठाउँ चाहिँ अवश्य भिजिट गर्नु होला एकदमै बवाल ठाउँ छ पिस अफ माइन्डवाला ठाउँ छ लाइफमा कहिलेकाहीँ बोर्डम भयो भने कहिलेकाहीँ एकदमै बोर लाग्यो भने झ्याउ लाग्यो भने यो ठाउँ चाहिँ लाइफमा एकचोटि मजाले जानु होला काठमाडौँबाट मात्र 2 घन्टाको दूरीमा छ हामीले आधी घन्टा त तारकेश्वर मात्रै घुमेको हो 1.5 घन्टामा पुगिन्छ मजाले बाटो पनि अहिलेसम्म त बनिसकेको छ लेटेस्ट 2-3 महिना अगाडिको मात्रै भिडियो हो ककनीको यो वाला भिडियो चाहिँ एकदम राम्रो गयो त्यो चौर चाहिँ हामीले एकदम राम्रोसँग घुम्यौँ तर अब गुम्बा अनि भ्यू टावर अनि एउटा तपाईँको चाहिने गाउँ चाहिँ घुम्न बाँकी रह्यो जति सकिन्छ अहिले घुमिन्छ होला अलमोस्ट बेलुकाको 5-5:30 हुनु लाग्यो अँध्यारो पनि पर्न थाल्यो फेरि यो हाई क्वालिटी मोबाइल हुनाले फेरि भिडियो पनि धेरै राम्रो आउला कि भन्ने डर पनि छ गाइस ककनी बस पार्क एरियाको यो चाहिँ एउटा सानो मिनी बजार हो तपाईँहरूले हेर्न सक्नुहुन्छ यो चाहिँ अलिकति सानो फिल्ड छ अनि अर्को साइडतिर चाहिँ बस पार्क छ कहाँ मनाङ मुस्ताङ हो नेक्स्ट टाइम हमेसाको जस्तै अनप्लानिङ प्लान भएर मनाङ मुस्ताङको लागि नेक्स्ट टाइमको लागि रेडी हुँदै ककनीको डाँडाबाट बाई बाई ककनी भन्दै हामी कम ब्याक टु भ्याली भयो हाम्रो हमेसा प्लानिङ हुने भनेको यसरी नै हो हमेसा अनप्लान नै हुन्छ बट नेक्स्ट ब्लग एकदमै दामी हुनेवाला छ नेचर लभर भएर पनि हुनसक्छ गाइस नयाँ नयाँ ठाउँ घुम्न जान मन लाग्ने एक ठाउँ गएपछि फेरि त्योभन्दा पनि अझै नयाँ ठाउँ जान मन लाग्ने डाँडा बाटा घुम्न मन लाग्ने नेक्स्ट टाइमको ब्लग पनि मेरो हरिश जिग्रीसँग दक्षिण कालीको भिडियो हुनेवाला छ म दक्षिण काली पनि गएको छैन किप वाचिङ किप सपोर्टिङ गर्नु होला गाइस कमेन्ट पनि गर्नु होला ब्लगमा के भयो के भएन सजेस्ट पनि गर्नु होला त्यही हिसाबले म अगाडि ककनीको यो ठाउँमा चाहिँ एकचोटि अवश्य घुम्नु होला एकदमै राम्रो यो नजारा छ यतातिरको पनि योतिर चाहिँ सबै यो भिरहरू नै हो पुरै यो आलु फार्म पहिला थियो भने अहिले चाहिँ मजाले यहाँ आलु छोडेर चाहिँ त्यत्तिकै चौर हुन्छ बर्खामा चाहिँ एकदमै यो पानीले गर्दाखेरि हरियो दुबो पलाउँछ अनि यहाँ बस्नको लागि पनि एकदमै राम्रो हुन्छ as soon as I come back by दक्षिण काली vlog with हरिश keep supporting keep watching ककनी भ्लगमा देवकीले सपोर्ट गरेकोमा एकदमै थ्याङ्क यू छ लाइक शेयर सब्सक्राइब